ल ह्यापी होली है त ह्यापी होली ल गोर्खाली दाइकोबाट ल गर्नु दाइ यार के छ खाइदियो त नि के हो बनाउँदै हो गैस म त ऊपर होल्दै थिएँ म्याच साला अलराइट गाइज है म चाहिँ घरतिर लागेको है म चाहिँ अहिले बसन्तपुरतिर जाँदैछु बसन्तपुर अनि निरोडतिर जाँदैछु गाइज है र त्यहाँ चाहिँ रमाइलो हुन्छ गाइज है रमाइलो हुन्छ है अस्ति पनि रमाइलो भयो अर्को नेक्स्ट इयर पनि पहिला रमाइलो भयो गाइज है अनि यो पालि पनि म जाँदैछु तर गाइज म चाहिँ सिङ्गल जाँदैछु सोलो राइड जाँदैछु होइन सोलो जाँदैछु केटाहरू पनि छैन त्यसपछि सोलो जाँदैछु टक्कसँगले जाने हो भिडियो हाल्ने हो आज के हुन्छ डान्सहरू हुन्छ कि हुँदैन टक्कसँग हेर्ने हो अनि आज मैयाहरू पनि हेर्ने हो अलिअलि प्रकाश यहाँ मैले केटी देखेँ मेरो केटाले बाइक किनेपछि त के घुमाउँदैन हेरौँला तेरो यो चुरीफुरी कति दिन टिक्छ म पनि हेरौँला के छ खाइदियो त नि के हो बनाउँदै हो के छ आज त बाइक किनेको थिएँ म्याक्सिम बाइक किनेपछि के गरिँदैछ हजुर न त्यो आम्मामा केटीकोमा त्यो कति दिने म भिडियो बनाउनु कति दिने है आम्बो त्यो खुवाइदियो त नि लगाएछ बाइक लाइन जाम हुन्छ त्यो आम्मामा फेरि घुमायो कसो आएको कति बेला आएको अनि यताबाट स्टोरतिर कहाँबाट आएको म त तेरो लुक्स नै थियो लुक्स नै त चिने तिमीलाई तेरो नि लुक्स नै चिने क्या तल कति भयो 1 वर्ष भयो यहाँ त के पुरै फ्रिज छ त गाइज है आम्मामा हेर न ल यस्तो मान्छे त टन्नै मलाई पो गाइज टेन्सन भयो पेट्रोल होइन फाँक हुन्छ रहेछ त्यो तनाव हुन्छ के पेट्रोल हाल्नुपर्छ नाच्नु छ हेर न यस्तो छ मान्छे हाम्रो के हो ओहो गाइस उयो पर्दैन कि बाइक हाल्नु दिँदैन है बाइक हाल्नु दिँदैन म टक्कसँगले म चाहिँ एकछिन मात्रै जान्छु गाइस है त ल एकछिन जान्छु नि तपाईँलाई देखाउँछु अनि म घर रिटर्न लागिहाल्छु केटी ओलिएर म्याच यहाँ गाइड सही छ बाइक चाहिँ उयो राख्नु पऱ्यो बाइक चाहिँ मिलाएको छु आजको धेरै क्रम छ गाई चाहिँ त म यो चाहिँ लानु पऱ्यो यो चाहिँ काम दिन्छ मलाई त्यसपछि मलाई बेसी लान्छु
यस्तोतिर लान्छु यस्तो गर्छु आम्मामा के हो म त जान डर लाग्यो है गाइस तपाईहरु क्राउड हेर्न सक्नुहुन्छ मै मजा होला गाइस होली नलाउने हेरेर गाइस मलाई त बोल्नु लाज लागेछ बोल्नु पनि लाज लाग्यो है अनि अब भिडियोमा हाल्नु पनि लाज लाग्यो किनभने सबै रङेर आउँछ मै मात्र आउँछ है गाइस मान्छेहरू न हाम्रो गाइस म चाहिँ पछाडिबाट जान्छु है त मान्छे न मान्छे चाहिँ यस्तो धेरै मान्छे छ है आम्मामा यस्तो धेरै मान्छे छ मलाई जान डर लाग्यो जान्न म त यो छ्या तर हाल्दैन रहेछ गाइस यहाँतिर गाइस म चाहिँ टपमा आएको छु टपमा गाइस म चाहिँ लागेको है अब यस्तै भयो गाइस चाहिँ रमाइलो भयो रमाइलो छ यहाँ है न्युयोर्क पनि एकदम रमाइलो है अनि दरबार मागतिर पनि दामी भएको छ रमाइलो भएको छ एकदम दामी भएको छ ल दामी लस वेलकम दामी फोटोसुट हान्यो है टक्क कपाल फोटो आउनु पर्यो सही ह्यान्डसम हाल्ने त म है अब टक्क गयो यो फुडी खिच्यो नि अब गएर कोरियनमा टक्क हाल्यो नि त हिरो भन्छ फेरि म मासालाई अब यहाँ यस्तै भयो अब टक्कसँगले अब पर्तिर गइन्छ पर्तिर पनि देखाइन्छ तपाईँहरूलाई ल A few moments later. ल ह्यापी होली है त ह्यापी होली ल गोर्खाली दाइकोबाट ल गर्नु दाइ यार त्यही ल ह्यापी होली है हजुर ल ह्यापी होली टु हो र दाइ ओ लस दाइ ल ओके दाइ दाइ सिरोलाई के भन्नु ल स्ट्राइडर प्रज्वल ल हाम्रो स्ट्राइडर प्रज्वललाई धेरै धेरै माया सबैजनाले लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला है त ओके 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 दाइ हस् थ्याङ्क यू ब्रो ओके लस दाइ है म चाहिँ गोर्खाली दाइलाई भेटेँ जस म चाहिँ होली लाउँदिनँ थिएँ होइन यहाँ मलाई गोर्खाली दाइले हालिदिनु भयो खुसी भएको छु म खुसी छु आज गोर्खाली दाइलाई भेटाएँ मैले अरे कौन भौंक रहा है ये बदतमीज टक्कसँगले खुसी छु म खुसी खुसी हो
अब यो मेटाउनु पऱ्यो है हेलमेट फेरि लाग्छ फेरि टर्ने यस्तो हेरेको मैले है गोर्खाली यस्तो देख्छु होइन त्यसपछि हेरेको हो रहेछ यार आम्बो ल म यहाँ ग्यास अब यहाँबाट म निक्लिन्छु है त छिटो त के हो Eternity later. यस्तो मान्छे छ है यस्तो मान्छे छ अब टक्क चाहिँ घर जाने हो र एकछिन बाहिरतिर पुरा डान्स हुँदैछ टक्कसँग जाने हो स्कुलको फाइदा यस्तै हो नि गाई चाहिँ टक्क ल्यायो बाइकमा त गाह्रो हुन्छ नि गाई हो क्या फाइदा गाई स्कुटरको बाइक लागेको भए त आम्मा अघि बाइक तान्नु र ल्याउनु हान्नु यस्तो जाम हुन्छ फेरि जस मैले आज म चाहिँ धेरै खुसी छु गाई चाहिँ अस्ति मैले एमआइबीलाई भेटाएँ आज मैले गोर्खाली दाइ भेटाएँ गाइस तिमीमा त मैले चिनिनँ नि यार गाइस गोर्खाली दाइ भेटाएँ आम्मा यस्तो राम्रो अहो वाउ आम्मा म मान्छे हेरेर गाई चाहिँ अच्छी यस्तो मान्छे छ फेरि मलाई मुताएर मर्नु आँटिसकेन म जस्तो खासेर होली ल्याउनु थियो नि त अनि गोर्खाली दाइले लगाइदिनु म खुसी भएको छु हो कति राम्रो अरे तपाईँसँगले परतिर डान्स हुँदो रहेछ त्यहाँ जाने एकछिन डान्सहरू हेर्ने हो त्यसपछि फर्किन्छ गाइज होली पनि यस्तै भयो पहिला त धेरै होली खेलिन्थ्यो गाइज पहिला सानोमा त यस्तो होली खेलिन्थ्यो है सानोमा त खेलेका केटाहरू हुन्थ्यो पुरा खेलिन्थ्यो टक्कसँगले रमाइलो हुन्थ्यो पहिला त नाचिन्थ्यो अहिले त के हो गाई चाहिँ रमाइलो लाग्दैन हो छ्या के भएको आजकल त रमाइलो लाग्दैन हो 2 hours later. र गाइस खाजाले खाइयो है खाजाले खाइयो टक्कसँग घर लाग्ने हो रमाइलो हो सबैले रमाइलो भइरहेको छ नि एक्लै घुमियो एक्लै खाइयो अब गाइस चाहिँ यहाँ चेकिङ परिरहेको छ है गाइस म चाहिँ कन्टेन्टको लागि यहाँबाट गएको हो अब उताबाट जाँदा चाहिँ कन्टेन्ट पाइँदैन कि यता हेरौँ न कन्टेन्ट पाइन्छ कि त रोक्छु कि त हेरौँ न रोक्दा हुन्थ्यो रोक्नु नि हो रोक्न त मलाई लाइसेन्स नहुँदा चाहिँ रोक्छ अनि अब सबै बोक्दा चाहिँ अब रोक्नु रोक्दैन अब लागिन्छ गाइस लागिन्छ एकछिन हेऱ्यो रमाइलो गऱ्यो लागिन्छ अब टक्कसँगले